साक्षी छ हामीले के चाहिँ गरेनौ, के गर्न अरू बाँकी छ, पहाड पर्वत भन्छ नाम हुन्छ, हाम्रो पनि तातो पसिना यही खसेको छ। हाम्रो पुर्खौहरूको जो इतिहास जो तपाईँले 1913 1930 हजुर। सम्मको भन्नुभयो, हजुर। त्यही पनि हाम्रो चाहिँ अहिले पनि सङ्घर्ष छ पहिचानको, के भन्नुहुन्छ? पहिचानको सङ्घर्ष त छ। किन छ भन्दाखेरि हाम्रो माग तपाईँको आसाम गभर्मेन्टको अन्डरमा हुँदाखेरि चाहिँ हामी डिस्ट्रिक्ट काउन्सिलको समयसम्म त अब भनौँ न प्रि इन्डिपेन्डेन्स, त प्रि इन्डिपेन्डेन्समा त हामी एक प्रकारले त्यस्तो प्रकारको कुनै समस्याहरू थिएन, सङ्घर्ष थिएन हामी बिचमा, कुनै पनि मिजो गोर्खाको बिचमा एकदमै दाजुभाइ जस्तो मेलमिलाप। डिस्ट्रिक्ट काउन्सिलको समय आयो, डिस्ट्रिक्ट काउन्सिलको समयभित्रमा पनि एकदमै राम्रो। युटीको समय आयो, युटीमा पनि हाम्रो त्यस्तो ठुलो प्रब्लम्स भएको हामीलाई थाहा छैन, किन भन्दाखेरि अब हामी त्यो उमेरमा पनि थिएनौँ, सुनेको भरमा त्यस्तो समस्या आएन। तर समस्या बिस्तारै बिस्तारै चाहिँ अब पपुलेसन बढ्दै गएपछि त अब रोजगारहरू सीमित रह्यो भनेपछि पपुलेसन बढ्दै गएपछि त यहाँ जुन मिजो दाजुभाइहरू छ उनीहरूबाट पनि सायद नयाँ जेनेरेसनकोबाट अब विचारहरू आयो होला, नयाँ युवा नयाँ विचारधाराहरू बदलियो होला। र त्यसो हुँदाखेरि चाहिँ सायद हाम्रो जुन चाहिँ स्टेट फुल फ्लेज स्टेट भइसकेपछि चाहिँ पहिला चाहिँ तपाईँको ओबिसी भनेर अदर ब्याकवर्ड क्लास सुविधा हामीले हाम्रो सिनियर दाजुभाइहरूले त्यो आसाममा पाउनुहुन्थ्यो। आसाममा भएर आसाम छोडिसकेपछि पनि युटीको समयमा पनि पाउँथ्यो सुविधा। यो चाहिँ मिजोराम सरकारले युटीको समयमा चाहिँ एडप्ट गरेको थियो। अच्छा, सरकारको जुन पहिला जुन चाहिँ नियममा हामीले पाउँथ्यौँ आसामको तरिकाले, पछि युटी हुँदाखेरि चाहिँ एडप्ट गरेर त्यो सुविधालाई हामीलाई एक्सटेन्ड गरिदिएको थियो। अच्छा, तर युटी सकिएपछि जो फुल फ्लेज स्टेट भएपछि चाहिँ बिस्तारै यो हट्यो, यो सुविधा हट्यो। अनि सुविधा हटेपछि चाहिँ अब हाम्रो छात्र भाइ बहिनीहरू अब भनौँ न हाम्रो सिनियर्सहरू जो पनि हो विद्यार्थीहरूलाई चाहिँ असुविधाहरू चाहिँ धेरै प्रकारको असुविधा चाहिँ आयो, विशेष गरेर पढाइमा, जबमा पहिला जस्तो चाहिँ रहेन। 1992 मा हामीलाई गेजेट नोटिफाई गरेर मिजोसरा के अरे मिजोसरा सुविधाहरू दिने सरकारले प्रयास त गरेको थियो। तर पनि अब कतिपय राजनीतिक कारणले गर्दाखेरि अब विभिन्न हुन्छ तपाईँको राजनीतिक कारण गर्दा अपोजिसनहरूकोबाट आवाज सर्कियो, अनि छात्र सङ्घहरूबाट मिजो छात्र सङ्घहरूबाट पनि आवाज सर्कियो र आन्दोलन गर्यो, अनि यो खारेज नै भनौँ एक प्रकारले रिसिन गरिदियो। एउटा जुगोदेखि सँगै बसेको हाम्रो पुर्खाहरूसित मेलमिलाप अहिले पनि हाम्रोमा मेलमिलाप छ, सबैमा हामीलाई सघाउ पगाउ गर्छ, उनीहरू पनि आउँछ मरौ परोमा सब पुरै तरिकाले हामीलाई साथ दिन्छ। तर पनि एउटा राजनीतिक हक र अधिकारको विषय जब आउँछ त्यसमा चाहिँ त अलिकति अप्ठ्यारो चाहिँ आइहालेको छ। त्यसमा चाहिँ उनीहरू मौन बसिदिन्छ र हामी चाहिँ धेरै झकझकाउनु पर्छ र हाम्रो आवाज उठाउने कोही एमएलएहरू पनि छैन। 72 देखि 75 को बिचमा चाहिँ एकजना हाम्रो नोमिनेट एमएलए हुनुहुन्थ्यो कपुरचन्द ठकुरी, र त्यो सिट थियो तर पछि हामी कन्टिन्यू हुन सकेन, अब कतिपय कारणले गर्दा त्यो पनि। उहाँको पुण्यतिथिमा पनि त हिजो अस्ति एसेम्ब्लीमा उहाँलाई श्रद्धाञ्जली व्यक्त गरेको थियो। हजुर। र अझै एउटा यो तपाईँले मलाई यो जो चिनारी यो यसमा लेखेको छ मिजोराम गोर्खा स्टुडेन्ट्स युनियन, र यसको जो जन्म भएको 1971 हजुर 71 मा एलबी छेत्री। हजुर एलबी। र तपाईँ चाहिँ पदमा बस्नुभएको थियो 1992 बाट 96। हजुर 92 देखि 3 टर्म्समा। हजुर 3 टर्म 92 देखि यो के एमजीएसयु को विषयमा मलाई चाहिँ यता दरिलो अब यहाँ अहिले स्वर्ण जयन्ती पनि बनाइरहेको छ एमजीवाई। हजुर हजुर। उसको चाहिँ जन्म 76 मा भएको। हजुर। यो चाहिँ त्योभन्दा पुरानो रहेछ 71 मा। हजुर। उहाँ के भन्नुस् त्यसको विषयमा? एलबी छेत्री रिटायर्ड एसपी हुनुहुन्छ।
एमजिएसयु को विषयमा मिजोरम गोर्खा स्टुडेन्ट्स युनियन चाहिँ 1971 मा उहाँ रिटायर्ड एसपी एलबी छेत्रीको प्रेसिडेन्टसिपमा चाहिँ अच्छा खडा भएको थियो र उहाँहरूको ओबी ग्रुपमा उहाँ अनि उहाँको मेम्बर्सहरूमा चाहिँ ओबीहरूमा चाहिँ अहिले वर्तमान नारी समाजको प्रेसिडेन्ट अच्छा मिनु लक्ष्मीज्यू उहाँ पनि हुनुहुन्थ्यो अच्छा कमिटीमा ओबीमा अच्छा र त्यस पछाडि 72 देखि 73 को बिचमा चाहिँ एमजिवाईकै फाउन्डर प्रेसिडेन्ट केएल प्रधानज्यू चाहिँ दोस्रो प्रेसिडेन्ट हुनुभयो। कहाँको निवासी हुनुहुन्छ उहाँ चाहिँ? खट्ला आएछु हजुर। अच्छा अनि तेस्रो प्रेसिडेन्ट चाहिँ मोहन भारद्वाज हुनुहुन्थ्यो। अच्छा 73 versus 75 एमके जयसीज्यूको अगुवाईमा फेरि 1990 मा अच्छा 1990 देखि 75 देखि 90 सम्म चाहिँ यो सेलायो। 90 मा कारण चाहिँ के थियो? अब 75 मा के कारणले सेलायो त्यो त म भन्न सक्दिनँ। तपाई कुन वर्षको जन्म? म चाहिँ त 68 को। 68 को अच्छा। हजुर। तपाई मतलब नानी नै हुनुहुन्थ्यो त्यतिखेर। 68 हो 75 सम्म त्यति धेरै 7-8 सालको हुनुहुन्थ्यो। हजुर। त त्यसकारणले मलाई त्यो चाहिँ त थाहा भएन तर 1990 मा चाहिँ यहाँ एमके जयसीज्यूको अगुवाईमा हामी सबै मिलेर यसलाई चाहिँ फेरि यसलाई रिभाइभ गर्यौं। हजुर। त्यस पछाडि 90 देखि लिएर 2006 सम्म चाहिँ यो चल्यो कन्टिन्यू। अरविन्द छेत्रीज्यू हजुर। अहिले चाहिँ के छ? अहिले उहाँ बित्नु भयो। एमजिएसयु अहिले फेरि डिफङ भएको छ भनौँ न 2017 देखि 1990 देखि 2006 सम्म रहेपछि चाहिँ 2006 देखि 13 सम्म चाहिँ 12-13 सम्म चाहिँ फेरि डिफङ रह्यो। 2013 मा चाहिँ फेरि रिकी सापकोटाज्यूको प्रेसिडेन्टसिपमा चाहिँ फेरि यो जाग्यो अनि 17 सम्म रह्यो। 17 पछाडि चाहिँ फेरि यो डिफङ भएको छ। यसमा देख्नु पाएको पहिलो पेजमा हाम्रो मेसेज चाहिँ उहाँबाट आएको रहेछ। हजुर। लल्थनवाला। हजुर लल्थन। फर्मर चिफ मिनिस्टर। हजुर फर्मर चिफ मिनिस्टर उहाँ चाहिँ गभर्नरबाट पनि आएको थियो। यो चाहिँ तपाईको 17 को चौथो एनुअल म्यागजिन हो संस्थाको एमजिएसयु मिजोरम गोर्खा स्टुडेन्ट्स युनियनको चौथो एनुअल म्यागजिन यो चाहिँ। र अनि यस बाहेक पनि द गोर्खास अफ मिजोरम यो चाहिँ तपाईको 2000 मा पब्लिस गरेको थियौं। अनि यसमा चाहिँ सबै साथीहरू मिलेर गोर्खास अफ मिजोरम पब्लिस गर्यौं। मिजोरम यसको पब्लिकेसनको भार चाहिँ मिजोरम गोर्खा स्टुडेन्ट्स युनियनले। यहाँ चाहिँ इन्जिनियर प्रदीप सुनार, हजुर, जीवन कुमार र तपाई, हजुर, इन्द्र कुमार सुब्बा, हजुर, हामीहरू मिलेर गर्यौं। यसमा चाहिँ निर्मल पुन उहाँको पनि खोज यहाँ पुरै छ। विशेष गरेर सुरुवाती खोज त मिजोरम गोर्खाको इतिहासको सुरुवाती खोज त उहाँकै हो योगदान। उहाँहरू सबैको मिलेर यसरी यो गोर्खास अफ मिजोरम चाहिँ पब्लिस गर्यो 2000 मा चाहिँ। र अब यो मैले यो सबहरू देखेर चाहिँ अहिले चाहिँ हाम्रो दरिलो संगठन जो भनौँ एमजिवाई हैन, अब फेरि तपाईले सँगै प्यारलल एउटा तपाईको एमजिएसयु पनि फेरि रिफर्म हुँदैछ, यसलाई रिफर्म गर्ने कोसिस गर्नुहुँदैछ। त अहिले चाहिँ जस्तो कि उहाँको पनि अब एउटा कन्स्टिट्युसनल बाइलो होला एमजिवाईको, र यहाँ एमजिएसयु को चाहिँ के चाहिँ हुन्छ? एमजिएसयु को चाहिँ के छ भन्दाखेरि तपाईको हाम्रो चाहिँ विद्यार्थीहरूको वेलफेयर नम्बर 1 मा त त्यही भइहाल्यो। अब उनीहरूलाई जस्तै कि उनीहरूलाई कुन प्रकारले सुझाव दिने, अगाडि बढ्ने, स्टुडेन्ट्सहरूलाई सहयोग गर्ने त्यही छ जुन अरू ठाउँमा छ। अनि आफ्नो संस्कृति बाहेक पनि आफ्नो हक अधिकारहरूको मागहरूमा पनि आवश्यक परेको खण्डमा आवाज उठाउने या थिचोमिचोको बेलामा पनि आवाज उठाउने भनेर नै तपाईको यो मैले अघि भने जस्तै गेजेट नोटिफिकेसन जब सरकारले नोटिफाई गरिसकेपछि चाहिँ उनीहरूले आन्दोलन गरे मिजो स्टुडेन्ट्स युनियनहरूले। त आन्दोलन एमजेडपी भनिन्छ। हजुर, आन्दोलन गरेर मिजो जिल्ला पोल। अनि त्यसरी आन्दोलन गरेपछि चाहिँ हाम्रो गेजेट नोटिफिकेसन चाहिँ रिसिन भयो, खारेज भयो भनौँ न। त त्यति बेला त्यसको माहौल एउटा भिन्नै प्रकारको माहौल बन्दै गएको थियो 92 तिर चाहिँ। र त्यति बेला चाहिँ के भयो भन्दाखेरि अलिकति विदेशी भन्ने शब्दहरू
पत्र पत्रिकाहरूमा फैलिनु थाल्यो। गोर्खालीहरू यहाँको होइन, यिनीहरू विदेशी हो, अनि धेरै प्रकारको लान्छनाहरू लगाउँदै तपाईँको पत्र पत्रिकाहरूमा पब्लिस गर्नु थाल्यो। त्यति बेला चाहिँ गोर्खा स्टुडेन्ट्स युनियनले चाहिँ पत्रकारहरूलाई भेटेर उनीहरूलाई पत्रचार गरेर या स्वयं पनि हामीहरू भेटेर यसको बारेमा बतायौँ। यो चाहिँ हामी चाहिँ सुगौली सन्धिको अनुसार माटोसित नै आएको हाम्रो पुर्खाहरूको सन्तान हौ, 200 साल पुरानो हजुर सन्तानहरू हौ, र हामीलाई चाहिँ विदेशी नभन्नु यो चाहिँ उचित होइन भनेर हामीले आवाज चाहिँ एनजिएसयुले उठायौँ। त्यो आवाज उठाएको परिणाम स्वरूप नै यो एक प्रकारले बन्द भयो, यो पत्र पत्रिकामा आवाज उठाउनु बन्द भयो। र उनीहरूलाई हजुर हामीले चाहिँ उनीहरूलाई यो कुरा जनायौँ कि हामी चाहिँ सुगौली सन्धिको आधारमा जुन हाम्रो पुर्खाहरू आए उनीहरूकै सन्तान हौ, माटोसित आएको हामी सन्तान हौ। र अनि दोस्रो कुरा चाहिँ त्यसैको आधारमा गोर्खाल्यान्डको माग पनि चलिरहेको छ। अनि त्यसैको आधारमा भारत सरकारले हामीलाई के अरे 1950 को एउटा गेजेट नोटिफिकेसन पनि गरेको छ कि 1950 देखि पहिलाको जति पनि पुर्खाहरूको सन्तानहरू छ उनीहरू चाहिँ भारतको खाँटी नागरिक भनेर भनिरहेको छ। त्यस कारणले गर्दाखेरि त्यो सबै तरिकाले हामीले उनीहरूलाई सम्झाएपछि चाहिँ त्यो कुराहरू सेलायो। र त्यसबाहेक हामीहरू तपाईँको नर्थ इस्ट गोर्खा स्टुडेन्ट फेडरेसन भयो, अल इन्डिया गोर्खा स्टुडेन्ट फेडरेसनहरू पनि मिजोराम गोर्खा स्टुडेन्ट्स युनियनबाट नै सुरुवाती चाहिँ यहाँ आइजोलबाट नै भएको हो। हजुर। र दाजु यो सबै कुरामा एउटा कुरा, अब हाम्रो पुर्खोहरूको यतिकै न ज्यादा योगदान छ। जस्तै कि अब गोर्खालाई रिप्रेजेन्ट गर्दाखेरि चाहिँ नै हाम्रो बाबु डम्बर सिंह गुरुङ हुनुहुन्थ्यो। त्यसको पछि उहाँको अकाल मृत्यु हुनुको बादमा हरिबहादुर गुरुङले तिनै अब साइन नै गरेको अब कन्स्टिट्युसनको उयसमा होइन। त्यो सबहरू भएर पनि अब सरकारले हामीलाई भाषाको मान्यता पनि दिएको छ। अब अनगिन्ती छ शहीदहरू, त यो देशको माटोको लागि आफ्नो प्राण दिएको शहीदहरू छ। त्यही पनि अब हामीलाई अगर कसैले विदेशी भन्छ, तपाईँको व्यक्तिगत अनुभव चाहिँ कस्तो रहन्छ, के भन्नु चाहन्छ त्यसमा? मलाई चाहिँ एकजना दाजुले मतलब यो हामीले गोर्खाल्यान्डको विषय लिएर आइजोलमा पनि गोर्खाल्यान्डको आन्दोलनहरू जति सक्दो सहयोग गर्ने आफ्नो कर्तव्य निभाउने कोसिस गऱ्यौँ। र हामीले 2009 मा धर्नाको आयोजन गरेको थियौँ। त्यति बेला चाहिँ गोजो मोमोकै उहाँहरूकै सुझाव र उहाँकै निर्देशन अनुसार हामीले मिजोरममा पनि यहाँ ब्यानर सेनर बनाएर गोर्खाल्यान्ड आन्दोलनको आवाज चर्काउने कोसिस गऱ्यौँ। त्यस प्रकारले 13 मा चाहिँ अलिकति भव्य रूपले गर्ने कोसिस गर्नु, निकै धेरै मान्छे। यो कुन ब्यानरको अन्डरमा गर्नुभयो तपाईँले? त्यति बेला चाहिँ 13 मा चाहिँ हामीले एउटा के अरे सबै 6वटा सङ्गठन यहाँ जति पनि छ सबै सङ्गठनहरूको एउटा जोइन्ट एक्सन कमिटी तरिकाले, नारी समाज भयो, गोर्खा युथ एसोसिएसन भयो, अनि तपाईँको गोर्खा सङ्घ भयो र गोजो मोमो जुन शाखा थियो यहाँ सबै मिलेर चाहिँ एउटा जोइन्ट एक्सन कमिटी बनाएर 13 मा चाहिँ हामीले आन्दोलन गऱ्यौँ, धर्ना बस्यौँ गान्धी शालिगको छेउमा, गान्धी स्ट्याच्युको छेउमा। अनि निकै धेरै आउनु भएको थियो त्यति बेला पनि सपोर्टर्सहरू। र 17 मा चाहिँ अलिकति धेरै प्रकारले नै गऱ्यौँ। 17 मा त आन्दोलन धेरै चर्किएको थियो अरू ठाउँमा पनि। त्यो ग्लोबल 100 दिनको जो बन्द भएको बेलामा चाहिँ यहाँ चाहिँ हामीले तपाईँको आइजोलमै शालिगको छेउमा नै गर्दाखेरि चाहिँ लगभग 400 जना जति जम्मा भएको थियौँ। हजुर। त त्यति बेला 400 जना जति जम्मा भएको थियौँ। अनि त्यही बेलामा हामीले कार्यक्रमहरू पनि अलिक भव्य रूपले गरेको थियौँ गर्नु त। त्यसो गर्दाखेरि एकजना दाजुले गाउनुहुन्थ्यो, रवि तामाङ सिङ्गर हुनुहुन्थ्यो, यहाँ हाम्रो लोकल सिङ्गर हुनुहुन्थ्यो गोर्खाली। त उहाँले गाउनु भएको गीत मलाई अझै याद आयो, विदेशीको जुन सन्दर्भमा अघि हजुरले जुन कुरा भन्नुभयो। त त्यो चाहिँ के हो भन्दाखेरि हामीले के पो गरेनौँ, के गर्नु अरू बाँकी छ भन्ने कि मलाई अझ पनि मनमा लाग्छ। मलाई एकदमै मनमा लाग्छ कि हामीले के पो गरेनौँ, के गर्नु बाँकी छौँ। यो देशको लागि स्वतन्त्र सङ्ग्राममा पुरै होमियौँ, यो देशको लागि मर्यौँ। अनि जुन यो देशको माटोले भन्छ, यो देशको रगतले भन्छ। त हामीलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि भारत राष्ट्रिय स्तरमा हेर्ने भने स्वतन्त्रता सङ्ग्राममा हामीले
हाम्रो पुर्खाहरूले धेरै रगत दिए, कोही फाँसीमा झुन्डाइयो, कतिलाई गोली ठोक्यो, कतिलाई के भयो, मतलब धेरैले सङ्घर्षमा आफ्नो प्राण आहुतिहरू दिएका छन्। त्यो कुरा त इन्डिपेन्डेन्सको अगाडिको कुरा। इन्डिपेन्डेन्स पछाडि मिजोरामकै लागि पनि 66 को आन्दोलनमा मिजोराम मुभमेन्ट जुन भयो त हाम्रो निकै धेरै मात्रामा लगभग 25-30 जना को मात्रामा तपाईँको कतिले चाहिँ डाइरेक्ट मतलब एमएनएफमा भर्ती भएर युनिफर्म, हाम्रो गोर्खालीहरू, हजुर, युनिफर्मसित नै, जस्तै जेम्स अधिकारी हुनुहुन्छ, उहाँ त क्याप्टेन हुनुहुन्थ्यो, जेम्स अधिकारी। उहाँ अब उहाँको नाम जेम्स नै भनिन्छ अरे, जेम्स अधिकारी। अहिले अब त भाषा उसको नेपाली हैन, नेपाली भाषा। उहाँ अधिकारी थियो, खट्ला निवासी, अनि उहाँ क्याप्टेनको पदमा पनि जानुभएको थियो एमएनएफमा। त्यस्तै प्रकारले अनि यहाँ शिव गुरुङको बाजे अकल सिंह गुरुङ, उहाँ सुबेदार के हुनुहुन्थ्यो लुङलै पोस्टमा आसाम राइफलको, र सायद उहाँको योगदान थियो एमएनएफपट्टि गर्दाखेरि, त्यसले गर्दाखेरि उहाँलाई कोर्ट मार्सल पनि भयो। त उहाँको योगदान भनौँ, उहाँको त्यस्तो प्रकारले योगदान भयो। अनि त्यस्तै प्रकारले कतिजनाहरूले, जस्तै म अब जेम्स अधिकारीकै कुरा गरौँ, उहाँलाई हाम्रो यहाँको मिजो दाजुभाइ दिदीबहिनीहरूले त्यो सम्मान दिन्छ शहीदको जस्तै? सायद उहाँहरूलाई ज्ञान नभएर होला। हामीले पनि धेरै प्रचार अझै गर्नु सकेको छैनौँ, जति हुनुपर्ने सायद गर्नु सकेको छैन। उहाँ यहाँ हुनुहुन्छ जेम्स अधिकारी। यहाँ अझै एउटा चिज म तिमीले नाम छ प्राय कतिवटाको नाम, जस्तै कि मनबहादुर कार्की, हजुर, यहाँ फेरि मिजो नेम लेखेछ। हजुर, मिजोहरू बिचमा चाहिँ उहाँलाई माया गरेर जौकाया भनेर बोलाइन्थ्यो भन्ने, यहाँ बलबहादुर लिम्बुको त हजुर जौमङ्गाया भनेर, त्यस्तो प्रकारले अब त्यो मायाले, सम्मानले, मायाले। मेरो भन्नुको अर्थ चाहिँ राष्ट्रिय स्तरमा मात्रै नभएर आफ्नो राज्य स्तरमा पनि हामीले, हाम्रो पुर्खाहरूले रगत दिएको छ, गोली खाएको छ। मृत्यु भएको कुनै रेकर्ड त हामीले पनि पाएको छैनौँ, तर पनि एउटा सङ्घर्षमा सामेल थियो, बन्दुक पक्रेपछि त सङ्घर्षमा सामेल थियो। तर अहिले पनि हामी उनीहरूको सन्तान नै हो, हामी अहिले पनि सङ्घर्ष गरिरहेछौँ, सङ्घर्षमै छौँ। अब मैले अघि भने जस्तै 92 को पछाडि पनि हाम्रो ओबिसीको विषयमा पनि आजको दिनमा पनि ओबिसीको विषय चाहिँ कोर्टमा छ, हाई कोर्टमा छ, अनि यो चलिरहेको छ। एक दिन त न्याय पाउँछौँ भन्ने हामीलाई आशा छ, र गोर्खा सङ्घले चाहिँ यसलाई चाहिँ अगुवाई गर्नुभएको छ।